स्वागत छ। आज हामी नेपालको इतिहासको एउटा यस्तो रोमाञ्चिक पाना पल्टाउँदैछौँ जुन सुन्दा कुनै सस्पेन्स थ्रिलर फिल्मको कथा जस्तो लाग्न सक्छ, तर यो पुरै सत्य हो। आजको यस चर्चामा हामी नेपालको त्यो युगको भित्री पाटो खोतल्नेछौँ जहाँ शक्ति, षड्यन्त्र र पर्दा पछाडिको खेलले एउटा सिङ्गो देशको भाग्य कोरेको थियो। ल अब ढिला नगरी नेपालको राणा शासनको त्यो लुकेको सत्यलाई उजागर गरौँ, जसले एक शताब्दीभन्दा बढी समयसम्म देशलाई आफ्नो मुठ्ठीमा राखेको थियो। नेपालमा एक समय यस्तो शासन थियो जहाँ राजा होइन, अरूले देश चलाउँथे। सुन्दा अचम्म लाग्छ नि हगि? यो एउटा भनाइले नै त्यो युगको सम्पूर्ण कथा बोल्छ। सोच्नुस् त, देशमा राजतन्त्र छ, सिंहासनमा राजा विराजमान छन्, तर उनीसँग निर्णय गर्ने कुनै पावरै छैन। राज्य चलाउने असली चाबी दरबारको मुख्य आसनमा होइन, पर्दा पछाडि बस्ने छाया शासकहरूको हातमा थियो। कस्तो गजबको विरोधाभास! भाग 1, राणा राजवंशको उदय। यो छाया राजतन्त्रको सुरुवात सन् 1846को एउटा कहाली लाग्दो घटनाबाट भयो र सन् 1951मा आएर मात्र यसको अन्त्य भयो। पुरै 105 वर्ष। हिसाब गर्नुस् त, यो एउटा सामान्य समय मात्रै पक्कै होइन। यो त एउटै परिवारले एउटा सिङ्गो राष्ट्रलाई आफ्नो पूर्ण कन्ट्रोलमा राखेको युग थियो। एक शताब्दीभन्दा लामो यो शासनले नेपालको भविष्यलाई पुरै नयाँ मोड दिएको थियो। खासमा यो सबै कसरी सुरु भयो त? यसको जरो एउटा भयानक रातमा लुकेको छ, जसलाई हामी कोत पर्व भनेर चिन्छौँ। सन् 1846मा घटेको यो इतिहासकै सबैभन्दा क्रूर घटनाहरूमध्ये एक हो। जङ्गबहादुर राणाले सत्ता हत्याउनका लागि आफ्ना सबै राजनीतिक विरोधीहरूलाई एकै ठाउँमा रातिको समयमा सिध्याइदिए र देशको सम्पूर्ण शक्ति आफ्नो हातमा लिए। साँच्चै भन्नुपर्दा यही एउटा बिन्दु थियो जसले नेपालको शासन प्रणालीलाई सधैँको लागि उल्टाइदियो। भाग 2, राजा केवल नाममात्रका शासक अर्थात् कठपुतेली। कोत पर्वपछि जङ्गबहादुरले एउटा यस्तो मास्टर स्ट्रोक खेले जसले सबैलाई चकित पार्यो। उनले प्रधानमन्त्री पदलाई नै वंशानुगत बनाइदिए। यसको सिधा अर्थ के हो भने अब प्रधानमन्त्रीको कुर्सीमा केवल राणा परिवारका सदस्य मात्रै बस्न पाउने भए। यसरी राणाहरू देशका वास्तविक र निरङ्कुश शासक बने। अनि राजाहरू नि? उनीहरूको सम्पूर्ण शक्ति खोसियो। दरबारमा उनीहरू हुन्थे, तर निर्णय गर्ने अधिकार जिरो। उनीहरू केवल प्रतीकात्मक, भनौँ न एउटा कठपुतली शासक बनेर खुम्चिन बाध्य भए। भाग 3, सम्पत्ति र जीवनस्तरमा विशाल खाडल। त्यो बेलाको समाजको चित्र हेर्ने हो भने दुईवटा बिल्कुलै फरक संसार देखिन्छ। एकातिर राणा शासकहरू थिए जो युरोपीय शैलीका भव्य र विलासी दरबारहरूमा बस्थे। देशको सम्पूर्ण ढुकुटी र सेनामाथि उनीहरूकै राज थियो। अर्कोतिर आम सर्वसाधारण जनता थिए जसको जीवन गरिबीमै बित्थ्यो। जनतालाई शिक्षा पाउनबाट वञ्चित गरिएको थियो। शासक र शासित बीचको यो खाडल यति ठूलो थियो कि आजको समयमा हामी त्यसको कल्पना पनि गर्न सक्दैनौँ। अनि प्रजातन्त्र? त्यो शब्द त सायद डिक्सनरीमै थिएन जस्तो थियो। आम मानिसहरूलाई कुनै पनि प्रकारको नागरिक अधिकार दिएको थिएन। वाक स्वतन्त्रतामा त झन् पूर्ण रूपमा बन्देज नै थियो। कसैले पनि शासकहरूको विरुद्धमा चुइक्क बोल्न वा प्रश्न गर्न पाउँदैनथ्यो। राज्यले नागरिकहरूलाई एकदमै कडा नियन्त्रणमा राखेको थियो। भाग 4, एक्लोपन र बेलायती गठबन्धन। अब तपाईलाई लाग्ला, यस्तो कडा शासन यति लामो समयसम्म कसरी टिक्यो त? यसको पछाडि राणाहरूको एउटा अनौठो दोहोरो रणनीति थियो। एकातिर उनीहरूले नेपाललाई आन्तरिक रूपमा विश्वबाट पुरै बन्द राखे। विदेशी प्रभाव र नयाँ विचार नेपाल पस्यो भने आफ्नो सत्ता ढल्छ भन्ने उनीहरूलाई राम्रोसँग थाहा थियो। त्यसैले सूचनामाथि कडा सेन्सरसिप लगाइयो। तर अर्कोतिर बाह्य रूपमा भने उनीहरूले बेलायती भारतसँग अत्यन्तै बलियो गठबन्धन बनाए। बेलायतीहरूलाई खुसी पार्न र उनीहरूको समर्थन पाइराख्न राणाहरूले गोर्खा सैनिकहरूलाई युद्धमा समेत पठाए। भित्र बन्द गर्ने, बाहिर शक्तिशालीसँग मिल्ने, यही रणनीति नै उनीहरूको सत्ता टिकाउने मुख्य हतियार थियो। भाग 5, 1951को प्रजातान्त्रिक क्रान्ति। तर भनिन्छ नि, अति भएपछि खति हुन्छ। सन् 1951मा आएर परिवर्तनको ठूलो हुरी चल्यो। यो श्रृङ्खला कुनै सिनेमाभन्दा कम नाटकीय छैन। सुरुमा अधिकारविहीन नागरिकहरू आफै क्रान्तिमा उत्रिए। अनि त्यसमा सबैभन्दा ठूलो टर्निङ पोइन्ट तब आयो जब नाममात्रका राजा त्रिभुवनले साहसी कदम चाल्दै जनताको आन्दोलनलाई साथ दिए
जनता र राजाको यो अभूतपूर्व मिलनले अन्ततः 105 वर्ष लामो शक्तिशाली राणा शासनको जरा उखेलिदियो र यसरी नेपाल एउटा नयाँ प्रजातान्त्रिक युगमा प्रवेश गर्यो। भाग 6 शासनको विरासत। अब इतिहासलाई फर्केर हेर्दा यो कहिल्यै पनि पुरै कालो वा पुरै सेतो मात्र हुँदैन। राणा शासनका पनि केही सकारात्मक पक्ष थिए। जस्तै त्यतिबेला आधुनिक युरोपियन वास्तुकलाका भव्य दरबारहरू बने, देशमा एक प्रकारको राजनीतिक स्थिरता रह्यो र नेपाललाई विदेशी आक्रमणबाट जोगाइयो। तर यसको अँध्यारो पाटोलाई चटक्क बिर्सन भने मिल्दैन। नागरिक स्वतन्त्रताको निर्मम दमन, समाजमा रहेको चरम असमानता र बाँकी विश्वले द्रुत गतिमा विकास गरिरहँदा नेपाललाई शिक्षा र चेतनामा दशकौं पछाडि धकेलिनु यो निकै तीतो सत्य हो। समग्रमा भन्नुपर्दा निष्कर्ष एकदमै स्पष्ट छ। राणा शासन निस्सन्देह शक्तिशाली थियो। उनीहरूको संरचना बलियो थियो, सेना हातमा थियो र कूटनीतिमा उनीहरू माहिर थिए। तर त्यो सम्पूर्ण शक्ति उनीहरूको व्यक्तिगत शान र सत्ता जोगाउनका लागि मात्रै प्रयोग भयो। त्यो शक्ति जनताको भलाइ वा देशको विकासका लागि पक्कै थिएन। यो सबै विश्लेषणपछि अब एउटा गहिरो प्रश्न खडा हुन्छ, जसको उत्तर हामी सबैले आफैलाई सोध्न जरुरी छ। स्थिरता र स्वतन्त्रता बीचको यो सन्तुलन, विकास र दमनका यी तथ्यहरूलाई हेर्दै गर्दा के यो शासन समग्रमा सकारात्मक थियो वा नकारात्मक? यो यस्तो प्रश्न हो जसले इतिहासलाई हेर्ने हाम्रो नजरिया नै बदल्न सक्छ। आजको यस प्रस्तुतिमा हामी यति नै चर्चा गर्नेछौँ। इतिहासका यस्तै रोचक तथ्यहरूसहित फेरि उपस्थित हुनेछौँ।